सभा हाम्रो सक्षम माननीय सुंदर नगर हुने क्याप्टन लालजम साहबज्यू, आजको यो सभाको प्रमुख अतिथि मेरो गुरुजी बलबहादुर साहबज्यू, यसै प्रकारले हाम्रो सबै कल्याणका आग्रह आदरणीय सबै अध्यक्ष साहबहरू, त्यसै प्रकारले यो कल्याणको भूगु सबै साहबहरू, अध्यक्ष साहबहरू र हाम्रो पालोमा सुरुदेखि अहिलेसम्म यो अभियान चलाउँदै गरेका हाम्रो निवर्तमान अध्यक्ष माननीय क्याप्टन साहबज्यू, यसै प्रकारले आज तपाईहरु हरेक टाढा टाढाबाट आएर यो कल्याणको गतिविधि हेर्नलाई आउनुभएका सबै आदरणीय भाइ बहिनी, दाजुभाइ, दिदीबहिनीहरू, हामी सबैले स्याबासी दिनुपर्छ यो 2-3 जना साहबहरूलाई। खास गरी हाम्रो यस बेलामा हरेक मान्छेको आफ्नो हरेक काम हुन्छ है, तर पनि मेरो बहिनी, मेरो छोरा आज तिमीले हेर्दैौ है, म एकछिन ड्रामा रिहर्सलमा जान्छु भनेर आफ्नो ड्रामाको रिहर्सल गर्नुपर्ने यो ड्रामाको अथवा कार्यक्रमको भाइ बहिनीहरू, त्यस्तै सबैको हामी यहाँ आज एकछिन आउनलाई कतिको धाउधाउ भएछ। यो पुरा कार्यक्रम चलाउनलाई आदरणीय अध्यक्ष साहब र तमाम कार्य समितिका साहबहरूलाई र यहाँ हामीले जसरी पनि आउनुहोस् भनेर आग्रह गरेका हाम्रो डाक्टर साहब, हाम्रो 106 विकासका सबै साथीहरू, बहिनी र सम्पूर्णलाई मेरो धेरै धेरै स्याबासी छ। सबैले धन्यवाद भनेर योपालि ताली मार्नु, धन्यवाद। यस्तै हामीले किन यस्तो गरेको, पहिला सुरुमा ल आज कल्याणको यो प्रोग्राम छ भन्दाखेरि 65-70 जना मान्छे हुन्थे। आज हामी झन्डै 400-450 मान्छेको गिरिजमा हामी यहाँ बसिरहेका छौँ। यसमा धेरै नै खुसी छ, जसलाई कि बेनी वाले कहाँबाट आएर पनि तपाईँले यस्तो यहाँ कल्याणको निम्ति यहाँ आउनुभयो। तपाईँलाई खानको लागि बोलाएको होइन, मात्रै हाम्रो पुर्खाहरू, हाम्रो उमेर गएका बुद्धिजीवीहरू भेट्नलाई हो। तपाईहरु पनि भोलिपछि 70 नाग्छ, 80 नाग्छ, 90 नाग्छ, त्यो बखतमा अरू केही कुरो थाहा पाउँदैन, सिर्फ आफ्नो भुण्डा आफैले हेर्ने हो। बाँकी आफ्नो कल्याणको आफ्नै मान्छे भए पनि सायद हो त्यो बुढो के गर्ने, नबोलेर पनि जाला रे। अनि बुढोसित धेरै बोल्यो भने मेरो टाइम धेरै खर्च हुन्छ, त्यसै आफ्नो टाइमले गइहाल्ला रे।
त्यो यो टाइममा तपाईँहरूलाई सबैसित मेलजुल गर्ने अनि कार्यक्रम गरेर हिँड्ने डुल्ने यो टाइम हो। त्यसैले म धेरै कुरा नगरिकन हाम्रो कल्याणको इतिहास हामी पनि त्यही थियो सबैले हेर्नुभयो र अबको कुरा तपाईँको सामने छँदैछ। ल धेरै धेरै धन्यवाद है।